हेलो गुड मर्निङ जेम्सी सबैजनालाई। आज चाहिँ दिदी र म चाहिँ नगरकोट जाँदैछौँ। हामीहरू मेरो घरबाट निस्किन लागिसक्यो। अब हेर्दै जाऊँ कता कता पुग्छ, कसरी चाहिँ जान्छौँ। लेट्स गो टुगेदर। हामी होटल बुक नगरेर डन भएर जाँदै गरेकाहरू। एक दिनको लागि जाँदा पनि हाम्रो गाडीहरू एक रातको लागि हाम्रो दिदी हिँडेको। मलाई लास्ट डर लाग्छ साँपको त। अयो अहिले जोसेर गएको घामले अहिले बिजोग बनाइसकेको छ। यहाँ पुरा क्याब छाता ओर्दा पनि भएन, के गरेर पुग्न थाहा भएन। वक सूर्य विनायकको बसबागमा झरेर फेरि सूर्य कमल विनायकमा झरे कमल विनायक त्यो बसबाग हेर्नु थियो। बसबागमा झरेर कमल पोखरीमा आएर फेरि यहाँबाट अनि अब यो अर्को बसबाग हो कि हो खै, यहाँ नगरकोटको बसबाग के हो, नगरकोटको बसबाग जानेछौँ। अनि यहाँबाट फेरि नगरकोटको गाडी लिएर तेलकोट तिल कि तेल तेलकोट झर्नेछौँ। फेरि त्यहाँ पनि घुमेर नि डल्ला जानेछौँ। देन वी विल गो। क्या कस्तो मोटी देखाएँ म या मेबी गर्मीले हालत खराब भइसक्यो। तर मलाई त्यो बुझेँ, मैले फर्स्ट एक्सपिरियन्स होला गर्मीमा चाहिँ हिँड्नु हुँदैन भन्ने खालको। नै आजकल यता बस्ने बानी भएर होला नि त। हामी बसबाट झरिसकेका छौँ। हामी आउँदा कति भयो टाइम अहिले? हामी कति 1 बजे आइपुगेका छौँ मुहान पोखरी। सिन्सी हामी नगरकोट नगएर बाटो घुम्दै फिर्दै अनि बल्ल जाम भनेर आइसकेका छौँ। दिदीलाई बाटो हेर्दैछन् कतातिर। आयो गर्मी भएर यही एउटा कोक खाएको, अहिले त झनै गयो त। तर ग्रिनरी चाहिँ एकदम धेरै कि है, मान्छेले राम्रोसँग बाटो बनाएर जहाँ पनि राम्रै देख्छौँ। हाम्रो गाउँमा यस्तो बाटो नभए मात्रै हो। Such a beautiful place. झन्टै माथि वेदरले पनि साथ दियो अनि घामै छैन, चिसो हावा चलिरह। ग्रिनरी हिँड्नुपर्ने यतिकोमा हेर्न त सक्छु हौ म त। तर अलि उकालो पऱ्यो भने अहिले उकालो छ। अब अलिअलि त सकिन्छ, धेरै उकालो चाहिँ सक्दिनँ म। अब त्यहाँ झरना कहाँ हो झरना? त्यसमा कस्तो धेरै पानी झरे हुन्थ्यो कि यहीमा नै झर्ना त यो होइन आएको हो। बाटो यस्तो छ। ओह यहाँबाट हिँड्नु पर्ने छ फेरि। हिँड्दै जानुपर्छ भन्छु क्या, के भइरहेछ बाटो। अब चाहिँ माथि पुग्नु पर्ने छ। हेर आउने तपाईँ हो, डर लाग्छ कि लाग्यो? आयो जिन्दाबाद। बाटो ससानै माथि पुगिसक्यो कहाँबाट। म त यताबाट होला सोचिरहेको यताबाट जानु। म त्यस्तो पनि छैन अझै त्यो
थकाइभन्दा धेरै त डर लाग्दो रहेछ थकाइभन्दा धेरै त उक्लिनु त डर लाग्दो रहेछ पायो ढुङ्गा लग्यो भने के गर्नु भनेर के अवस्था भयो अघि दुईवटा भाइहरू भेटेको थिएँ क्या सानो अनि भन्दै थिएँ झर्ना छ भाइहरू भनेर सोधेको झर्ना छ पानी पऱ्यो भने चाहिँ नजाने खोला ठुलो छ बगाउन आन्टीहरू रे बिचरा आन्टी नानीबाट बहिनीबाट दिदीबाट आज आएर आन्टी पनि भयो गाइस हाम्रो अर्को आन्टी तलबाट आउँदैछ भिडियो बनाएर उभिएको त दिदीले त ढल्ने झर्ना नि माथि I'm totally tired. त्यो हाइकिङमा इन्जोय गर्ने बेला मध्येको म एउटा होइन जस्तो मलाई महसुस हुँदैछ गाइस अझ त्यही पनि अब यस्तो सुन्दरता हेर्छु फेरि अलिकति खुसी हुन्छु घाम नलागेर यस्तो गर्मी भयो भने चाहिँ घाम लागेको बेला हिँड्यो भने त हाल बेहाल हुन्छ दिदी केही बोल्न चाहनुहुन्छ कोही बेला मैले बोकेँ त उकालोमा चाहिँ दिदीले बोक्नु बिचरा पसिना मिन आई खान बट अब यता बल्ल बल्ल त्यता माथि त फेरि उहीँ तर जानुपर्ने रहेछ म त झ्याउ लाग्यो म थाहा थिएँ म त भन्दा पनि तल जाने भन्दा पनि फर्केर कसरी आउनु भनेर डर लाग्यो चौ भन्दा पनि थाक्छ नि त त्यो भए तलको झरना देखेपछि फेरि मन खुसीले बाघ हुन्छ बाटो छ दिदी त कहाँ पुगेको नि यार Oh my goodness, finally झर्ना आयो जाम त्यहाँ गएसम्म चाहिँ दामी देख्छ हाम्रो लड्के भयो फेरि झर्नामा डबल के हामी पुगिन्छ एकैचोटि यताबाट जाने होइन झर्ना आयो झर्ना हामी तलबाट यता कुनामा हिँडेर दिदी मक्को झर्नाबाट फर्के पनि सेकेन्ड थिच्छु र अब जाने झर्नामा एकछिन शीतल भएको थियो अहिले आएपछि त फेरि उही गर्मी स्टार्ट पहेँलोबाट रातो भइसक्यो हामीहरू झर्ना नि घुम्यो त्यो ब्रिज नै पार गऱ्यो अन्त पानी दर्केर पानीले सुत्न थाल्यो मम्मी थाक्नु थाल्यो पानी परेर के छ रोडमा कहाँ गएर मेन रोड कहाँ हो भन्ने बेला भइसक्यो त्यही माथि अहिले भन्ने बित्तिकै बस भेटेन नि गाह्रो We are still waiting for the bus. Waiting गर्दा गर्दै यहाँ आइसक्यो म त कस्तो रातो भएको तब त घुम्नु आउँदैन
चस्मा नलाएर गाडी नपाएर उभिरहेको अवस्था कहाँ क्या आज बस हडतालमा गइ क्या आउँदैन त